Hey guys, so welcome back to my video. अनि आज चाहिँ आफ्टर लङ टाइम है हामीहरु चाहिँ यहाँनिर भिडियो गर्दैछौं अनि आज चाहिँ हामीहरु घुम्न जाँदैछौं तिमी गार्डन विथ फ्यामिली है यहाँनिर पिपी भाइहरु छ हो अनि अब चाहिँ हामीहरु जान आँटेछौं सो भेट्दै छौं ल ए जाँदैछ है काँगाको गाइस हामी जाँदैछौं तिमी टारको आजको ड्राइभर म सितुले गाडी कुदाएर है आज हामी जाँदैछौँ कालासम्म घुम्न पुऱ्याउँछ तिमी तारको भनेको छ ये तो लेटेस्ट न्यूज है र अब चाहिँ भने हामी चाहिँ बायोडाइभर्सिटी पार्क पनि घुम्दैछौँ है यहाँनिर पनि निक्लिनु पर्यो भनेर है अब यहाँनिर हामी चाहिँ भित्र एन्ट्री गर्दैछौँ मेरो र भाइको चाहिँ टिकट लाग्दैन है अनि तीनजनाले चाहिँ टिकट काट्नुहुन्छ त्यही भएको कारणले गर्दाखेरि उहाँहरू टिकट काट्दै गर्नुहुन्छ अनि हामी चाहिँ भित्र जाँदै गरौँ है भनेर भाइलाई म भन्दैछु है गाइस यहाँ यति दामी भइरहेको छ है दामी छ प्लिज अनि यहाँनिर हाम्रो सक्षम हुनुहुन्छ हेलो भन्नु न ठिकै हुनुहुन्छ भन जाउँ आउनु दुईजना जाउँ यहाँ घुम्नु यस्तो पोखरीहरुमा यसरी नै यस्तो रातो रातो माछाहरु पनि छ मेरो मम्मी जस्तो भइरहेको छ गाइस ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ उहाँ खिच्दै अरे हो पिपी आज चाहिँ हाम्रो भाइ एकदम खुसी छ है यहाँनिर कहाँ जानु ओके उतै जानु अरे उसलाई चाहिँ मन पर्यो उहाँ परको ब्रिज र माछा साह्रै मन परेछ हो यहाँ चाहिँ हाम्रो भाइले माछाले पानी खाएको देखाउँदैछ हो नम 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 गर्दै खायो अरे हो माछाले पानी चाहिँ हँसाएर मजा आयो र अब भने चाहिँ हाम्रो भाइ एकदमै थाक्यो अरे है हिँड्ने अवस्थामा भएन त्यही भएको कारणले म चाहिँ बोकेर भाइलाई गाडीसम्म लाँदैछु है अब चाहिँ हामी घुमि पनि सक्यौँ अनि फाइनली यहाँबाट हामीहरू निक्लिँदैछौँ अब चाहिँ हामी निक्लेर जान्छौँ तिमी गार्डन तिमी पुग्यौँ है नाना फोटोसुट स्टार्ट भइहाल्छ हो अनि म तपाईहरुलाई देखाउँछु एज युजुअल म चाहिँ यहाँनिर सरी एज युजुअल म चाहिँ यहाँनिर भिडियोग्राफर मेरो कस्तो गाइस यस्तो दुखिरहेको छ मेरो खुट्टा नक्कल पार्नुपर्छ र अब चाहिँ हामी चाहिँ आइपुगेर फेरि पेट पूजा गर्नु गइरहेको छौँ है यहाँनिर एकदम आलुदम सेलरोटीहरू खाँदैछौँ है एकदमै भोक लागिरहेको छ नि त सबैजनालाई त्यो भएको कारणले गर्दाखेरि चाहिँ सबैजनालाई एकदम मैले चाहिँ सर्भ गर्दैछु गाइस हेर्न सक्नुहुन्छ हामीहरूको यहाँनिर भाइ र म चाहिँ यहाँनिर गफ गर्दैछु भाइको चाहिँ मोमो आइपुगेको छैन नि त मोमो दिनु छिटो भनेको छ म चाहिँ एकछिन पर्खन पर्ख भन्दै यहाँनिर म टोल लाउँदै बसिरहेको छु हाई ओके गाइस फाइनली हामी चाहिँ खाजाहरू पनि खाइसक्यौँ अनि फेरि यहाँनिर आइरहेको छु म चाहिँ यहाँनिर छु एकदम थाकेको अवस्था अनि ड्याम्मै पनि भयो बुढी हो अब यहाँनिर हल्का भिडियोज रिल्स अनि फोटोसुटहरू हुनेछ अनि पछाडि हाम्रो पिपी अनि मम्मी आउनुहुँदैछ अनि हामी यहाँनिर जाँदैछौँ है फोटोसुट गर्नु यहाँनिर हाम्रो लिटल बेबी प्रिटी लिटल बेबी I'm so in love with you ओके गाइस फाइनली हामी चाहिँ यहाँ पनि घुमिसक्यौँ हो अब हामी जाँदैछौँ नक्कल पार्दै जाँदैछौँ दुईजना यहाँनिर पनि आउनुहुँदैछ पिपी अनि मम्मी र म भने चाहिँ यहाँनिर आए गरम यस्तो डरलाग्दो प्लस आज यहाँनिर हाम्रो भाइ एकदमै मजाले इन्जोय गरिरहेको छ है अनि हामीलाई पनि एकदमै मजा आयो आज कति बाद हामीले यसरी भेकेसनमा आयौँ है
प्लस आजदेखि त दिवाली पनि स्टार्ट भएको छ है। एन्ड यहाँनिर चाहिँ एकदमै दामी प्लेस छ। तपाईँहरू त सबैजना घुम्नु आइबस्नु भएकै छ होला तिमी सायदै। अनि यहाँ अब चाहिँ हामीहरू यहाँनिर आइसक्यो। गरेको छोड्दै गरेको यिनले ग्रीन कलर। ल गाइस हाम्रो बेबी चाहिँ यहाँनिर एकदम थाकेर सुतिरहेको छ। अनि हामी चाहिँ यहाँनिर फाइनली जौबारी आइपुगिरहेको छौँ। अनि यहाँनिर मम्मीहरू किन्नु जाइराख्नु भएको छ। यहाँनिर दिपी र मम्मी गरम बेसी भएर एसी चलाएर बसिरहेको छ। खोइ पिलादे मौसमीका जुस भन्ने भइसक्यो हो। पुग्न आँटेको छौँ घर। ओके गाइज अब भने चाहिँ हामीहरू चाहिँ फाइनली घर आइपुग्यौँ हो। एकदमै हामीले इन्जोय गऱ्यौँ। अनि अब चाहिँ हामीहरू पुरा थाकिरहेको छौँ कि त्यही भएको कारणले गर्दा लुगाहरू फेरेर सिधै सुत्ने हो। अगायो पनि अनि मजा पनि आयो। ओके बाई बाई। अब आजको भिडियो यतिमै समाप्त हुन्छ। अब अरू बेला भेटौँला। बाई बाई। होप टु सी यु सुन।